हेलो गुड मर्निङ नमस्कार। आज फेरि हिल्मु होटलबाट तपाईहरुलाई नयाँ कुरा शेयर गर्दैछु। आज 5 दिनको तपाईको पानी परेपछि आज मात्र घाम लागेको हो। त्यसैले यो हेर्नुस्, यहाँ उनीहरु सुतिरहेछ मज्जाले। अनि हाम्रो यहाँ नेटवर्क पनि थिएन, त्यसैले मैले तपाईहरुलाई अपडेट दिन सकेको थिएन नयाँ कुराहरुको, नयाँ ब्लगहरुको हैन। आज फेरि घाम लागेर चाहिँ नेटवर्कहरु आयो। अब यो ठाउँमा चाहिँ पानीको कहिले पर्छ भने टुङ्गै हुँदैन, त्यसैले पानी परिरहेको हुन्छ। ल हेर्नुस् त, यो मिथुन, यसलाई चाहिँ मिथुन भन्छ अरुणाचल प्रदेशमा। यसलाई चाहिँ खासै केही दिनु पर्दैन, नुन दिँदो रहेछ अनि घाँस पनि आफै चरेर खाँदो रहेछ। अब यहाँको मान्छेहरूले आजकल खेतीहरू खासै गर्दैन, त्यसलाई खेतहरूमा नपस्ने। अनि यत्रो हुन्छ हेर्नुस् त, मजाले हेर्नुस् के हो यो हेर्नु है तपाईहरु, मिथुन हो। अनि आज फेरि हाम्रो होटलको नयाँ, आज अहिले कति बजे तपाईको ठ्याक्कै बिहानको 7:30 भइरहेछ। अनि मौसमहरू राम्रो छ, हेर्नु कस्तो छ वेदर, एटमोस्फियर एकदम घाम लाग्ला जस्तो भएको छ। त्यसले सबै खुसी भएर हेर्नुस् मजाको छ है यो घर अब हैन। अनि आजबाट फेरि ब्लगिङ गर्न चाहन्छु म। अब धेरै दिन भयो नगरेको, किनभने पनि अब गर्नु त ब्लग त बनाइरहेको छ, तर अब नेटवर्कै नभएर हाल्नु सकेको छैन। अनि आजको हाम्रो प्रिपरेसन भनेको यस्तै हो ठ्याक्कै है। अब होटलमा सबै पानीहरू सबै हालिसक्यो, ठ्याक रेडी छ पानीहरू। अब माथिको समूहहरू आउँछ अनि पेसेन्जरको लागि ठ्याक्कै पानीहरू रेडी छ हैन। अनि यो पसलमा पनि के छैन सबैहरू मिलाएर हामीले हाल्यो, ठ्याक्कै के छैन आज सबै हाल्यो है। यसरी छ है यो छेउमै, काउन्टरको छेउमा पसल हैन। अनि राम्रो छ खानुको लागि, बस्नुको लागि। यहाँ चिसो ठाउँ छ, त्यो लागि मान्छेहरूलाई खानाहरू मजाले रुच्छ है। त्यस्तै छ। अनि हाम्रो यहाँ एकजना दिदीले चटनीको लागि के बनाउन लागि गर्नुभएको तपाईले? के हाल्ने? धनिया हाल्ने अरे दालमा हैन। टक्कै रेडी छ। यो चाहिँ हात धुने ठाउँ है, यो अर्ग्यानिक हात धुने ठाउँ हेर्नु कस्तो लाग्यो तपाईहरुलाई हैन। चिटिक्काको हात धुने ठाउँ हेर्नुस् कसरी बनाएको छ ठ्याक्कै हैन, चिटिक्कै सिमेन्टको है। अनि यस्तो छ। अनि यो ठाउँको दृश्य देखाउँछु। यो चाहिँ नियर चाइना बोर्डर हैन, अरुणाचल प्रदेशको कुनामा सबभन्दा लास्ट डिस्ट्रिक्ट हो यो। यसलाई दिबाङ भ्याली डिस्ट्रिक्ट भन्छ है। अनि यहीँको यो दृश्य हो, फुलहरू हेर्नुस् हाम्रो दिदीहरूले रोपेको ठ्याक्कै यस्तो छ। अनि यो ठाउँ यो चाहिँ दुईटा डिस्ट्रिक्टलाई कनेक्ट गर्ने मिड पोइन्ट हो कि, त्यसैले गर्दाखेरि यहाँ मान्छेहरू रोकिन्छ अनि खाना खान्छ। अनि हाम्रो दिदीले रोपेको पदिनाहरू हेर्नु न, पदिनाहरू चट्टै पदिना, यतिको पदिना मजाको छ, गजबको छ है। एलोभेराहरू टन्नै त्यस्तो छन्। अब हेर्नुस् दृश्य आजको हरिभरि नेचुरल। यहाँ बस्यो भने एउटा के राम्रो छ भने पनि अब हस्पिटलको लागि चाहिँ अलिक गाह्रो छ, अदरवाइज यहाँको वेदर, यहाँको पानी, यहाँको ठाउँ, अनि यहाँको हावापानी, नो डस्ट पोल्युसन, नो नोइज पोल्युसन, न त तपाईँको एयर पोल्युसन, केही छैन, विदाउट पोल्युसन है, एकदम पोल्युसन फ्री हो। मजाको है। खाए फुलहरू हेर्नुहोस् अब तपाईँलाई ठक्क यति मजाको फुल छ। यो फुलहरू तपाईँलाई देखाउँछु कस्तो छ भने, यो टोइलेट हो। अब सबै कुरा अर्ग्यानिक स्टाइलमा बन्छ यहाँ चाहिँ। अनि ठक्क हेर्नुहोस्। अब तपाईँलाई म एकचोटि किचनको दृश्य देखाउँछु, आजको प्रिपरेसन के चलिरहेछ भनेर है। आज चाहिँ हाम्रो यहाँ के प्रिपरेसन छ भने, रोटी, पहिलो चाहिँ रोटीको चलिरहेछ चट्टै हैन। कति पिस रोटी बन्दै हो? 46 पिस रोटी बन्दैछ है। टक्कै त्यो पनि आगोमा हैन, अर्ग्यानिक टाइपले टक्कै तावा बसाएको छ हेर्नुहोस्। टक्कै रोटी फ्रेस सफाले, हाइजिनलाई पनि हामीले अलिकति यो गरेर। अनि चिया खानु पर्यो भने हाम्रो चिया स्पेसल सुमिता लामा, टक्कै सुमिता हैन। यहाँ हेर न, हाई भन न। ल ठिक छ है। अनि यो भाँडाकुँडा। अनि यहाँ आइसा लामाको चटनी हेर, आइसा यहाँ हेर के बनाएको अरे, पुदिनाको चटनी हेर्नुहोस्। चटनी अर्ग्यानिक चटनी है। ल है, यो त मनोकामना पनि पाउँदैन। ल यतिको गजबको चटनी बन्दैछ हैन, चट्टै खानु। अनि यहाँ दालहरू तयार भयो। ल हेर्नुहोस् एकचोटि दृश्य हेर्नु यो किचनलाई नि कति हामीले निट एन्ड क्लिन राख्छौँ कि। यो चाहिँ खास गरी चिसो ठाउँ भएको कारणले गर्दाखेरि आगोहरू फुकिरहनु पर्छ हैन। अनि चट्टै लो हेर्नुहोस् किचन हो यो, यहाँ मान्छेले ओपन किचन, यहाँ खाना पकाउँछन्। यहाँबाट चाहिँ हेर्नु दृश्य हेर्नु, भाँडाको चम्काएर है चट्टै। अब तपाईँलाई म देखाउँछु। अनि यहाँबाट निस्केपछि यो होटल भयो, यहाँ चाहिँ खाने ठाउँ, अनि यो हात धुने ठाउँ भयो। अनि यता चाहिँ अर्को मासुहरू पकाउने ठाउँ छ कि। अब मासु पनि यस्तो हुन्छ नि त,
कसैले सुँगुर खान्न, कसैले तपाईँको बाख्रा खान्न। पानी पहिलो कुरा चाहिँ पानी हेर्नुहोस्, पानी ओहो हो यो पानी हेर्नु त, यो पानी चाहिँ नेपालमा पाएको भए चट्ट बगिरहन्छ पानी चाहिँ, एभाइलेबल पानी है। जति भयो पानी यो पहाडको फ्रेस नेचुरल प्युरिफाई, यस्तो फ्रेस पानी हेलो यो सिधै खानु सकिन्छ हामीले, चस्छ होइन, खानु यसमा कुनै यो छैन, सिधै खानु सकिन्छ। अनि चट्टै अब म तपाईँहरूलाई यहाँ पाकेर देखाउँछु होइन। यहाँ चाहिँ मासुहरू पाक्छ होइन, त्यो मासुलाई पनि अलिकति हामीले सुँगुर खानको लागि, चोखै सुँगुरको लागि, अनि के भन्छ बाख्रा खानेलाई बाख्रै होइन, सबै कुरा भाँडा फरक फरक भाँडा छ, भाँडा डाडु छ होइन। अनि यो यो हेर्नुहोस् मासु, चट्टै खसीको मासु 5 किलो बने यहाँ, अब यो फ्रेस बस्छ। अनि यो के को मासु अरे? यो खसीको, यो खसीको, यो सुँगुरको होइन। चट्टै मासुको स्पेसल चाहिँ फेरि म्यानेजर साहब हाम्रो हेर्ने, यता हेर त, सब्सक्राइब गरिदियो र भन न। किन हाँसेको ल भन्न यार, हेरिदिनु होला भिडियो, हेरिदिनु होला होइन। आगो हेर्नु, आगो यतिको मजाको च्वास आगोमा होइन, फ्रेस चलिरहेछ अब है। ल आजको लागि यति नै हो, अब हाम्रो प्रिपरेसन सबै भएको छ। अब समूहहरू आएर हुन्छ होइन, दृश्य यस्तो छ है त, कति बढिया दृश्य छ नि, यतिको राम्रो दृश्य छ। ल तपाईँहरूको दिन शुभ होस्, राम्रो होस् होइन, सधैँ अब भेट्दै गरौँ यही ब्लग माध्यमबाट। अनि मलाई पनि माया गरिदिनुहोस्, म पनि कोसिस गर्दैछु, प्रयास गर्दैछु राम्रो कुरा के देखाउनु लागि तपाईँहरूलाई है। ल यतिको छ है हाम्रो यो चट्ट हेर्नु, ल तपाईँ पहाड पन्छी कस्तो छ होइन, दृश्य यताको हेर्नुहोस्, गजबको छ यो ठाउँ, लिनुहोस् है। ओके बाई बाई, हेभ ए नाइस डे सबैलाई है, नमस्कार। फेरि अर्को ब्लगमा भेटौँला।